कञ्चनपुरको पनि माहौललाई हेऱ्यौँ र कञ्चनपुरको माहौल अहिले ठिकठाक नै छ। ओभरअल कम्पेरिजनलाई हेर्ने भने चाहिँ यो टाइममा अहिले ठिकठाक नै माहौल बनिराखेको छ र अहिले र अब चाहिँ विजय भन्ने कुरा चाहिँ कति बेला पनि भएको छैन, तर पनि अहिले सुनसरी 1 मा अहिले हर्क साम्पाङको भने अहिले मतगणनाको परिणाम आएको चाहिँ छैन है त। र यो परिणाम कतिखेर आउँछ भन्ने कुरा हो हर्क साम्पाङको पनि, र यो परिणाम सायद चाँडै नै आउँछ होला भन्ने एउटा प्रेडिक्सन छ सबैजनालाई। र अहिले यतापट्टि सोडिम वाग्लेको पनि अहिले परिणाम आएको छैन र अहिले 1352 मतले अहिले सोडिम वाग्ले अगाडितर्फ हामी लागेको देख्न पाइरहेका छौँ। उतापट्टि महावीर पनि म्याग्दीबाट अहिले 71 भोटले अहिले अगाडि छन्, तर अहिले म्याग्दी पनि अहिले पछिल्लो अवस्थामा चाहिँ अपडेट चाहिँ चाँडो आएको छैन है त। र यति बेला म तपाईँको माझमा छु र यति बेला हामीसँग धेरै भन्दा धेरै साथीहरू भने लाइभमा जोडिराख्नु भएको छ र लाइभ स्ट्रिमिङलाई लाइक पनि गरौँ है त। र अहिले मोरङ 1 मा र फेरि पनि अर्को अपडेट आयो र अहिले मोरङ 1 मा पछिल्लो समयमा हेर्ने भने चाहिँ अहिले र यज्ञमणि नेउपाने अहिले भने हामीले अग्र स्थानमा आएको देख्न पाउँछौँ र अहिले यज्ञमणि नेउपाने अहिले अग्र स्थानमा आएको देख्न पाउँछौँ भने र उतापट्टि अहिले दोस्रो स्थानमा अहिले माटो यानि कि श्रम संस्कृति पार्टीले भने अहिले र शान्ति पाखरिनबाट भने निकै नै यानि कि अहिले 1300 को मत अन्तरले अहिले उनी दोस्रो स्थानबाट पछ्याउँदै छिन् र हेरौँ र अब श्रम संस्कृति पार्टीले अब यो मोरङ 1 मा कस्तो खालको माहौल बनाउँछ पनि भन्ने कुरा हो। र यति बेला अहिले हामीले तपाईँको माझमा अहिले मोरङ 1 मा रासपा यज्ञमणिको अग्रता कायमै छ भने पछ्याउँदै अहिले श्रम संस्कृति पार्टीले पछ्याइरहेको छ है त। हामीले भर्खरै मात्र त्यो अपडेट आइसक्यो र अहिले मोरङमा भने फेरि पनि घन्टी नै अहिले अग्रतामा छ है त।